आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश। परमेश्वरसँग आफ्नो दिन सुरु गर्नुहोस्। जय मसीह। आज आइतबार जुलाई 12 तारिक असार 28 गते। आजको बाइबल खण्ड भजन सङ्ग्रह 5 को 3 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ। परमप्रभु, बिहानै तपाईले मेरो स्वर सुन्नुहुन्छ। तपाईँ परमेश्वरसँग आफ्नो दिन कसरी सुरु गर्नुहुन्छ? यदि तपाईँ बिहान सक्रिय बन्ने व्यक्ति हुनुहुन्न भने बिहान सबैले धर्मशास्त्र पढ्न र प्रार्थना गर्न लामो समय बिताउन आफैलाई दबाव नदिनुहोस्। आधुनिक समयमा परमेश्वरको उपस्थितिको अभ्यास गर्ने महान व्यक्ति फ्र्याङ्क लौबाकले भनेका छन्, यदि तपाईँ उपासनाको क्रममा निन्द्राले थकित हुनुहुन्छ भने सम्भवतः परमेश्वर पनि तपाईँ जत्तिकै थकित हुनुहुन्छ। बिहान आफूलाई जबरजस्ती उपासनामा लगाउनुको सट्टा उठेपछि सकेसम्म चाँडो परमेश्वरसँग केही मिनेट एक्लै बिताउने प्रयास गर्नुहोस्। 3वटा काम गर्नुहोस्। पहिलो, परमेश्वरमाथि आफ्नो निर्भरता स्वीकार गर्नुहोस्। दोस्रो, त्यो दिनको लागि उहाँलाई आफ्नो चिन्ताको बारेमा बताउनुहोस्। तेस्रो, परमेश्वरलाई तपाईसँग दिन बिताउन आमन्त्रित गर्नुहोस्। भजनकारले भनेका छन्, परमप्रभु बिहानै तपाईले मेरो स्वर सुन्नुहुन्छ। सबैले तपाईको अघि मेरो प्रार्थना राख्दछु र आशामा पर्खन्छु। त्यसपछि उनले थपे, म सूर्योदय हुन अघि उठेर मद्दतको लागि पुकार गर्छु। मैले तपाईको वचनमाथि भरोसा राखेको छु। यो कुरा तपाईले भजन सङ्ग्रह 119 को 147 पदमा हेर्न सक्नुहुन्छ। तपाईले कसरी परमेश्वरसँग आफ्नो दिन सुरु गर्न सक्नुहुन्छ त? धेरै नयाँ वा साहसिक कामहरू गर्ने प्रयास नगर्नुहोस्। ती कामहरू मात्रै गर्नुहोस् जुन तपाईँ सामान्यतया गर्नुहुन्छ, तर अब तिनै काम परमेश्वरसँग गर्नुहोस्। आधुनिक संस्कृतिमा हामी प्राय वर्तमान क्षणलाई अँगाल्ने र प्रत्येक दिन उपयोग गर्ने बारेमा कुरा गर्छौँ। तथापि हामी क्षणहरूलाई अँगाल्न होइन, तर परमेश्वरलाई अँगाल्न बोलाएका छौँ। क्षणहरू सधैँ असल हुँदैनन्, तर परमेश्वर सधैँ असल हुनुहुन्छ। परमप्रभुमा धन्यवाद चढाऊ, किनभने उहाँ भलो हुनुहुन्छ। यो कुरा तपाईँले भजन सङ्ग्रह 118 को 1 पदमा हेर्न सक्नुहुन्छ। आज आफूलाई सम्झना गराउनुहोस् कि परमेश्वर तपाईँसँग हुनुहुन्छ अनि उहाँ तपाईँसँग र तपाईँको लागि भला हुनुहुनेछ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह। आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर। मोबाइल नम्बर 98 082 048 70। इमेल ठेगाना mos.radioministry@gmail.com। आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्। तपाईको आजको दिन आशिषमय रहोस्। जय मसीह।